आज लागेको प्राणपति विधानसभामा सभापति छु। भर्खरै यहाँ नेपालको प्रमुख अतिथि बनेका प्रमुख छु। विशिष्ट अतिथि उपप्रमुखज्यू मञ्चमा आसन लिएका आजका अतिथि वडाध्यक्षज्यू महिला उद्यमीज्यू अनि यहाँ उपस्थित भएका अतिथिज्यूहरू अनि प्रशिक्षकज्यूहरू अनि त्यति भन्दैन आजका विशेष आकर्षण सम्पूर्ण शिक्षार्थीज्यूहरू पत्रकार मित्रहरू, म आज अत्यन्तै खुसी महसुस गरिरहेको छु कि आज यो सभ्य र भव्य सभामा ममताले देख्नुभएको लागि म अत्यन्तै गौरव अनुभव गरिरहेको छु। खुसी यो मानेर छु कि हाम्रो सानो छोटो समयको प्रयास आज सफलताको दिशामा चलिरहेको छ। म अत्यन्तै खुसी हुन्छु। छोटो समय हाम्रो चन्द्रयान अनामिका अनि म्याडमहरू रामेश्वर छोटो समयको कुराकानीमा थोरै एक हप्ताभित्र तालिम सञ्चालन गर्नुपर्ने एउटा ठुलो चुनौती साथ यहाँ आएको थियो। म्यामहरूको अत्यन्तै सकारात्मक भूमिकाको कारण यो आजको दिन हामी सामु प्रष्ट छ। मलाई अत्यन्तै खुसी लागेको छ यहाँ धेरैभन्दा धेरै शिक्षार्थीहरूले नियमित रूपमा क्लासमा एटेन्ड गर्नुभएर सफलतापूर्वक स्किल टेस्ट पनि सफल भएको अनि धेरै जसो सबैजना चाहिँ धेरैभन्दा धेरैजनाले चाहिँ स्किल टेस्ट पनि उत्तीर्ण गर्नुभयो। अनि यहाँसम्म देख्दैछु मैले भोलिको दिनमा श्रम बजारमा हामीले एउटा सोचेको के हुन्छ भने तालिम दिइसकेपछि तालिम दिनु मात्रै एउटा उपलब्धि होइन, तालिम दिएका व्यक्तिहरू श्रम बजारमा देखिनु अनि त्यसपछि उहाँहरूको चाहिँ एउटा भूमिका देखिनु। अनि मोबाइल ट्रेनिङ पनि गरेका थियौँ। त्यसपछि मन्टेसरी टिचरको